तपाईको दुःखको कारण कसैलाई आफ्नो मान्नु हो। तपाई ध्यानसित बुझ्नु होला। तपाईको जीवनको सबै दुःख, सबै तकलिफ, सबै चिन्ता तीबाट आउने गर्छ जहाँ तपाईको आफ्नोपन हुने गर्छ। यो मेरो हो, यो मेरो आफ्नो हो। तीबाट तपाईको जीवनमा दुःख आउन सुरु हुन्छ। एकजना मान्छेको एकदमै ठुलो महल थियो। उसले आफ्नो जीवनको सबै सम्पत्ति लगाएर त्यो महल बनाएको थियो। छेउछाउको गाउँ सहरका मान्छेहरू उसको त्यो महललाई हेर्न आउने गर्थे। कति धनी मानिसहरू उसको महललाई किन्नलाई कोसिस गरिरहन्थे। तर त्यो महल उसको अहंकार थियो, उसको बाँच्नेको एउटा आधार थियो। उसलाई त्यो महलप्रति आफ्नो एकदमै मोह माया थियो। एक दिन त्यो महलमा आगो लाग्यो। त्यति बेला ऊ कहीँ बाहिर गएको थियो। जब ऊ फर्केर घर आयो तब उसले देख्यो उसको महल आगोमा जलिरहेको थियो। उसले यसरी आफ्नो घरलाई जलिरहेको देखेर उसलाई एकदमै दुःख भयो अनि उसले भन्न थाल्यो, यदि यो घर रहेन भने म पनि रहनेवाला छुइनँ। यदि मेरो महल नै बस्दैन भने म बाँचेर के गर्नु। उसले पनि त्यही आगोमा आम फाल्ने कोसिस गर्न थाल्यो। अनि उसलाई उसको आफन्तहरूले रोकेर भने, हेर्नुहोस्, यसो नगर्नुहोस्, यो महलको सौदा तपाईको छोरोले हिजो नै गरिसकेका छन्। जब उसलाई थाहा भयो कि यो महल मेरो रहेन, अरू कसैको भइसकेको छ, अनि अब उसको सबै चिन्ता दूर भयो। अनि जस्तै अरू मानिसहरू यो जलिरहेको घरलाई देखेर तमासा हेरिरहेका थिए, त्यस्तै गरेर ऊ पनि तमासा हेर्न थाल्यो। केही छिनपछि उसको छोरा पनि त्यहीँ आइपुग्यो। उसले आफ्नो छोरालाई देखेर एकदमै खुसी भयो। उसलाई आशीर्वाद दिन थाल्यो, तेरो जस्तो छोरा त एकदमै भाग्यले मिल्ने गर्छ। तैँले त मेरो जीवन नै बचाइदिस्। आज यो घरमा आगो लाग्यो तर तैँले हिजो नै यसलाई बेचिसकेको रहेछस्। अनि छोराले भन्न थाल्यो, पिताजी, मैले यो महलको लागि सौदाको लागि त गएको थिएँ, तर कुरा अहिले पक्का भइसकेकै थिएन। जब उसको पिताले यो कुरा सुन्यो कि यो महलको सौदा अहिले पुरा भएकै छैन, अनि त्यसपछि ऊ आफ्नो छातीलाई पिटी पिटी झन् जोर जोरले रुन थाल्यो। महल त्यही छ, मान्छे त्यही छ। जब त्यो महल मेरो हो त्यसले खुसी पनि दिन्छ, दुःख पनि दिन्छ। जब त्यो मेरो होइन, त्योसित मेरो कुनै रिस्ता छैन भने मेरो सबै दुःख नै हराउने गर्छ। यसरी नै जीवनमा जब कुनै ठाउँको, जब कुनै मान्छेको, कुनै रिस्ताको, कुनै कामको हामी आफ्नो मान्छौँ, मेरो हो भनेर मान्छौँ, त्यहीँबाट नै सबै दुःखको सुरुवात हुने गर्छ। भगवत गीताको पहिलो उपदेश यही हो, जस्तो कि तपाईँ आफ्नो जीवन बाँच्नको कसैलाई वजह मान्नुहुन्छ, यसको बिना त म बाँच्नै सक्छु।